So hello and namaste, welcome to my vlog. It's me Abhishek Vlog. So सबैजना सन्चै एन्ड ह्याप्पी हुनुहुन्छ होला. हामी पनि एकदम फिट एन्ड फाइन छौँ. अनि आज पनि फेरि त्यही अस्तिनीको ठाउँमा आए टक्कै के गर्ने काम छैन, घुम्दै आए. यस्तो जङ्गलको बिचमा छ, दामी छ. अनि टक्क अब हामी जे होस् भिडियो बनाइरहेको छौँ. अनि तपाईँहरूले सपोर्ट चाहिँ गर्नु पर्यो. कतिजना सब्सक्राइब गर्नु भएको छैन, यसो माया देखाइदिनु होला. अब भिडियो रियल आउँछ हामीसँग यहाँ. सपोर्ट गर्नु पर्यो, सपोर्ट गर्नु पर्यो, हामीहरूलाई सपोर्ट गर्नु पर्यो. आज हैन सपोर्ट गर्नु पर्यो के अब पार्कतिर आहाम अभिषेक हैन पार्कतिर यस्तो जङ्गल छ कि यता के अब हुन्छ नि. यस्तो दामी छ नि खानेकुराहरू भयो हैन. यस्तो यो बोर्ड हेर त, यो अभिषेक के को बोर्ड होला? यो आरु जस्तो छ. हेरौँ त एकपाली हेरौँ है त. आरु हो क्या हो रहेछ ओ आरु हो रहेछ. तर यस्तरी जापानमा त्यस्तो गर्नु हुँदैन गाइजहरु. तपाईहरुले भर्खर आएको आरु चाहिँ माथिमा छ. ओइ दाइ गाली गर्ला नि. ओ अभिषेक हेर त बिना पागेर रात हेर त यो कसम यार यति भयो त. तर थाहा पायो भने चाहिँ गाइज मार्छ है. ओइ दाइ यो त दामी हो यार. यहाँ त तर अरु नि छ भयो. नटिपाउँ नटिपाउँ आधी आधी खामे पछि आउँला फेरि. गाइज आरु यस्तो रातो भए हैन खाएर हेर मैले ओ माइला गाडी यत्रो रुख रहेछ है त. नेपालको आरु जस्तो रहेछ गाइज. तर यस्तरी चोर्नु हुन्थेन, हामीले चोरिदिउँ. हामी त खास काफल पाके काफल नि पाकेछ अरे यता भन्दा आएको. काफल पनि पाके खायो. अब अर्को ठाउँ हामी काफल चोर्न जाँदैछौँ होइन. काफल पाके अरे अब हेरौँ. काफल पनि पाके तर यस्तो यो पनि होइन. यो पनि त्यस्तै सबै आरुको बोट रहेछ त यहाँ त. पाक्यो भने चाहिँ दामी हुन्छ होला. थाहा पायो भने चाहिँ मार्छ कि त यो चाहिँ फेरि. के को बोट रहेछ त्यो बोट नि हेर्नु नाम न के रहेछ त्यहाँ सुत्त गाडी अनि सब चार्न पर्ने. तर यहाँ पार्क चाहिँ लभली छ कि. हामी जापान आएको ठ्याक्क त्यही ओइ मान्छे आयो क्या. ए हामी जापान आएको ठ्याक्क फर्स्ट दिनमै केही थाहा हुन्थेन नि त. अनि ल कहाँ आयो कि आयो जस्तो फिल हुन्थ्यो त. अनि यहीँ आइदियो क्या हामी र सुरुमै. ओ कति अमिलो यार. जस्तो हामीले त थाहा पायो भने मार्छ होला. पार्कमा यस्तो बवाल बनाएको गाइजी. अब नेपालमा के भन्ने. अब नेपालमा त उस्तै हो. त्यस्तै नेपालमा यस्तो बजेट पऱ्यो भने सबै खोलिदिन हाल्छन् के भन्ने. नेपालमा त के भन्नु पार्क सार्क यस्तो यताउति यस्तो बन्नु. पार्क भए पनि नेपालमा त पैसा तिरेर जानुपर्छ भित्र ट्याक्क यताउति गर्दाखेरि. आनन्द. यो त खानेकुराको रुख त पक्कै होइन. हामी जे कुरा पनि खाने भइदियो. खानेकुरा भयो हामीलाई खुसी हो छैन. यो त के हो ऊ क्या हो कागती यस्तो छ के है खाले कि दामी. त्यस्तो नगर्नु दाइ मार्छ. यस्तो बल बनाएको कि यहाँ त धारा नि यस्तो लभली है. टक्क बस्नु हाम्रो पनि सुविधा एकदम आनन्द छ. धारामा पानी खाएर हेरी मुख धुनी. ओ वाह कि छ गरिमा टक्कला एकदम आनन्द छ एकदम. हेर्नु धारा हेर्नु फेरि एकदम सिस्टम हेर्नु यस्तो बवाल हो कि सिस्टम. पानी अन्त जाँदैन फेरि सर्लक्क यस्तो बनाएर हेर्नु. पुलिसले काटेर सर्लक्क उहाँ पुऱ्यायो नालीमा पुऱ्यायो. यस्तो आनन्द छ ल. तपाईँ काफल खान जानुपर्छ अफिसको त रातको आइसक्यो. बसौँ एकछिन बसौँ. नबस्ने अहिले आउनु हो. जस्तै अम्लेर चोरेको कुरा यस्तो दामी हो. तर फेरि यो कुरा कसैलाई नभन्नु नि. यो कुरा फेरि कसैलाई नभन्नु नि. हामीले चोरेको हामीले आरु चोरेर खाएको कुरा कसैलाई नभन्नु नि. फेरि थाहा पायो भने मार्छ हामीलाई. यताबाट आउनु तपाईँ. तर हामी नेपाल फर्काइन्छ होला थाहा पायो भने. जेल हाल्छ के हो. चोरेर जेलमा राख्छ होला. यहाँको जेल पनि कस्तो हुन्छ होला फेरि. त्यसो नभन्नु नि दाइ. बिरालो हेर गाडी आयो होला है फेरि. ए बिरालो भलक बनाइदिउँ त. अब कस्तो क्युट कि यिनीहरू जोडी. वाउ म्याउ कोन्चिवा अनि कोन्चिवा भागे यार कोन्चिवा भने गर्नु अझै राम्रोसँग भयो नि. तपाईँ नुरेको भयो भने बिरालो पनि कोन्चिवा गर्छ. कोन्चिवा
भएन ऊ हेर्न भएन तपाईँ रेस्पेक्ट पुगेन भनिदियो नजिक गरेर गर्नु न तपाईँले कोनिचिवा भनेको भाग्यो कोनिचिवा गर्ला जस्तो देखेँ नि तपाईँले अब यति छ गाइज माछा पालन यार माछा पालनमा यहाँ माछा पालन नि खै ए एउटा नि डर लाग्छ हेभी डर लाउँछ मलाई यस्तो बवाल छ नि फेरि है ठाउँ तर अब के अब आउन लागेको भाइ बहिनीहरूलाई के तपाईँ जापान आऊ भन्नुहुन्छ कि नआऊ भन्नुहुन्छ म त यो विषय मैले भोगेअनुसार त अब के भन्नु मैले फेरि नआऊ भन्दाखेरि तिमीहरू चाहिँ जापान आएर मजाले बस्याऊ कमा खाऊ भन्ला बरु म केही भन्नु जापानमा आफ्नो मान्छे छ दिदीबहिनी चिने मान्छे छ भने आउँदा एकदम बेस्ट हो नत्र यति दुःख पाउँछ रुन मात्र सक्दैन कि अहिले म यहाँ हालत मान्छेले सुसाइड किन हान्छ यही काम नपाउने हेर्नु त अब गएको फी तिर्ने बेला हुन्छ सबै यहाँ त हाम्रो त महिनाको त 80-90 हजार त त्यत्तिकै लाग्छ कि नर्मली त्यो खाना पर्यो ट्रेन भाडा खाना तर म के त नेपाल हुँदा चाहिँ ल ऋण भयो नि ल 1 वर्षमा त ल के अरे 12 महिना हुन्छ होइन ल महिनाको 1 लाख रुपियाँ गर्दा भने 12 लाख रुपियाँ पठायो नेपाल त्यो फिल आउँथ्यो कि मलाई मैले नि त्यही सोचेर आएको लास्टमा त आएको अहिले 1 वर्ष नि 1.5 वर्ष हुन लागिसक्यो 5 छ नि गयो म कति 7-8 वर्ष भइसक्यो 2 लाख 2,50,000 3 लाख पठाएँ त्यति हो गाह्रो छ जापान गाह्रो छ भन्नलाई देख्नलाई यहाँ जापानमा उनीहरूलाई थाहा हुन्छ यो पीडाहरू उनीहरूले कति दुःख भइरहेको उनीहरू त्यसबाट उम्किन सकेको छैन नि के अब घर जाम ऋण छ त्यत्रो तिर्न सकेको छैन यहाँ बसौँ अब दुःख जे गरे नि आफ्नो मन सम्हालेर बसिरहन् क्या यहाँ बस्ने मान्छेहरूलाई थाहा यो पीडाहरू यो हिमाल त खतरा देखा है हिमाल चाहिँ यो ताल त्यही भएर नो होइन अब आफू स्ट्रगल गर्छु त्यो दुःख अब तर धनी मान्छेको छोराछोरी चाहिँ आएको राम्रो है आफ्नो लागि ल खाएर यहीँ उ गर्छु इन्जोय गर्छु भने त एकदम बेस्ट म त यहीँ कमाउँछु मेरो लागि मात्रै उ गर्छु भने चाहिँ दामी हो कि फेरि एकदम म जापान बसेर यताउति गर्छु म केही गर्दिनँ यसो बिजनेस गर्छु म यहीँ कमाउँछु मैले कमाएको म नेपाल पठाउँदिनँ भन्ने उद्देश्य लिएर टक्क आएर टक्क बस्यो भने चाहिँ एकदम बेस्ट ठाउँ छ है हामी जस्तो अब कमाएर हामी केही गर्छु भन्ने सोच लिएर चाहिँ नआउँदा हुन्छ क्या यहाँ त हुन्छ तर बस्यो भने 4-5 वर्ष बसेपछि 7-8 वर्ष बसेपछि बिस्तारै हुन्छ एकैचोटि ठुलो भाग खोज्छु भनेर चाहिँ नआउँदा राम्रो हुन्छ क्या मेरो विचारमा म नेपाल हुँदा चाहिँ के अरे पढ्नु पर्दैन पढ्न झ्याउ भयो लास्टै अति गाह्रो भयो भनेर आएको क्या जापान चाहिँ यहाँ आएपछि झन् दिनको 2 चोटि एक्जाम पागल त्यही हो भने अरू ल कामको कुरा चाहिँ छोडिदिउँ त्यो छुट्टै कुरा भयो नि एउटा काम पायो भने ल पायो त्यो छुट्टै कुरा भयो होइन रातभरि काम गऱ्यो ल बिहान आइज 1 घन्टा पनि टाइम हुन्न अनि नसुतिएन गएको चाहिँ ल गएको जाने इक्जाम फेरि पास हुनै पर्ने पास भएन भने म लेखेर राख्ने त्यहाँ इसमा पास भयो भएन सेमन गएको उता अब दाइ गएको सेमन जाने बेला लास्टै गाह्रो हुने त्यो बेलामा यताउति देखाउनु पर्ने विभिन्न तनाव आमा त्यही मान्छेले त्यो उ गर्ने अनेक सुसाइड भनेको त्यही हो कि अब जापानमै भयो है लास्टै तर हुन नि अब काम गर्यो लास्टै धेरै काम गर्यो अनि पैसा पनि हुन्न केही पनि हुन्न अनि ल अब टेन्सन फेरि यतितिर हुन्छ घरबाट त्यस्तै प्रेसर हुन्छ मैले उ खाएँ अरू खानु म त खानु म खाइदिएँ फ्यालिदिएँ अनि त्यसपछि हो यो गाइजहरू मजाहरू भएर चाहिँ ओहो यहाँ फल्यो कि काफल सो अब हामी एउटा 2टा सिनेमेटिकहरू हान्छौँ अनि यसो भिडियोहरू बनाउँछौँ सर्ट भिडियोहरू अनि त्यही हो सब्सक्राइब गरिदिनु होला यसो माया देखाइदिनु होला गाइज भिडियो हाल्यो भ्यू चाहिँ आउँदैन यस्तो हेरिदिनु पर्यो एकछिन यस्तो हेरेर मतलब के रहेछ मतलब जापानको बारेबाट मात्र म बुझ्छु भनेर एकछिन हेऱ्यो भनेदेखि तपाईँहरूलाई नि आनन्द हेर्दै त्यो सल्लाह हामीले सल्लाह दिए जस्तो नि हो नि तपाईँहरूलाई हेर्न एकछिन आनन्द हुन्छ त्यो हेरिदिनु होला अनि जापान यस्तै गाह्रो छ